कुराको बारेमा भन्न गइरहेको छु। हामीले सफा ताजा खानेकुरा खानुपर्छ। राम्रो खानाले हामीलाई शक्ति दिन्छ। हामीले खानेकुरा खानु हुँदैन। खानेकुराले रोगबाट लड्न मद्दत गर्छ। धन्यवाद। आज म खानेकुराबारे भन्न गइरहेको छु। खाना हाम्रो शरीरलाई चाहिने अति आवश्यक तत्त्व हो। हामीलाई चाहिने पौष्टिक तत्त्व खानाबाट प्राप्त गर्छन्। खानेकुरा मुख्यतः दुई प्रकारका स्रोतबाट प्राप्त हुन्छन्, जनावरबाट र वनस्पतिबाट।